क्यों ना दिखा तेरे को भी सिखा तेरे पे भी लिखा हेलो गाइज, स्वागत छ मेरो न्यू ब्लगमा। म चाहिँ आज ससुरालीबाट घर फर्किँदैछु। अनि के कस्तो हुन्छ भिडियो तपाईँहरूले हेरेर लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला है। लाइक कमेन्टमा जे भने पनि हुन्छ, अब त्यति बनाउनु त आउँदैन, भर्खर बनाएको छु ब्लग। म खरिचारबाट बारुसम्मको म बनाउँछु, तपाईँहरूले चाहिँ जति हुन्छ भिडियो सब देखाउने छु म तपाईँहरूलाई है त। माइत गइकिन फर्केको घर फर्किँदै हिँड्दैमा पुगा त्यसरी हिँड्दै अब खरिचौरसम्म हिँड्ने हो। अनि त्यसपछि बारुसो गाडीमा चढेर जाने हो। हामी चाहिँ अब गाडीमा आउँदै थियो जालबारीबाट होइन, उहाँ चाहिँ पहिले प्याक भए चाहिँ ससुराल चाहिँ जालबारी हो। ल आइपुग्यो गाइज, जालबारीबाट ससुरालीबाट खरिचौर आइपुग्यो। यसरी हिँड्दै आइपुग्यो है त गाइज। यहाँ चाहिँ हामीले ठुलो बाबुको लागि लुगा हेर्दैछ। हामीले उसले चाहिँ बारुसी पठायो कि पहिले बाइकमा, उसलाई बारुसीमा भेटाउँदा लगाएछ। हामी चाहिँ बस पर्खिने ठाउँमा आइपुग्यो। बस पर्खिँदैछ बारुसी जाने बस खरिचौरमा। अनि हाम्रो अर्को बाबु पनि थियो, उसलाई चाहिँ पहिल्यै बाइकमा पठायो बारुसी। उसलाई चाहिँ बारुसीमा भेट्ने हो, उसलाई चाहिँ पहिल्यै पठायो। अब हिँड्न गाह्रो हुन्छ। ल गाइज, बारुसीको गाडी पनि आयो। अब बारुसी जाँदैछु गाइज। हामी चाहिँ बारुसी झऱ्यो। अब हामी अर्को बाबुले लिन जाँदैछु बारुसीमा। उसले चाहिँ हामीले पहिल्यै बाइकमा पठाएको क्या, गाह्रो हुन्छ भनेर। यसरी गाडामा सामान हाल्दैछ गाडा दाइहरूले। उनीहरूले पैसा कमाउनको लागि मिहिनेत गर्दैछ। उनीहरूले यसरी गाडामा सामानहरू ओसार्दै हाल्दै गर्दैछ। अर्को बाबु चाहिँ पर ल्याउँदैछ दिदी चाहिँले। अब मेरो चाहिँ भदैनी पर्छ, मेरो बुढीको दिदीको छोरी हो, उसले ल्याउँदैछ। लगाएँ अहिले चाहिँ हामी सबैजना भेट भएर बसेको, एकछिन यहाँ थकै मारेको। बाबुले चाहिँ मोमो खाने रे, यहाँ हामी चाहिँ खानासाना खाएर हिँडेको, उसले चाहिँ मोमो खाने रे। लगाए चाहिँ म अब कपाल काट्ने ठाउँमा बसेँ हो। अब कपाल काट्छु म एकछिन। लगाए चाहिँ म कपाल काटेर निस्किसक्यो। अब चाहिँ म पसलमा अब किलमिल गरेको देखाउँछु। लुगाहरू कस्मेटिक सामानहरू किन्नेमा देखाउने छु। कालम भेर खतरा हुन्छ। यो छोरी मान्छेको छोराछोरी दुइटै कमाउनु, छोरी मान्छे